सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सबैजना अनि सन्चै एकदमै आरामै हुनुहुन्छ होला। सो म पनि एकदमै सन्चै अनि आरामै छु गाइज। आजको मेरो न्यू भ्लगमा फेरि पनि हजुरहरूलाई स्वागत गर्न चाहन्छु। र अहिले चाहिँ गाइज यस्तो जाडो छ है, कोरियामा एकदमै बबाल जाडो छ। र तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ मेरो कम्पनी रहेको छ। र कम्पनी पनि यस्तो सुनसान छ क्या। आज त जताततै कहीँ पनि कम्पनी चल्दैन क्या। तपाईँहरूलाई चाहिँ म मेरो यो कोरियाको सिन, मेरो कम्पनीहरू चाहिँ होल टोटल हजुरहरूलाई म देखाउँछु होइन। आज चाहिँ आइतबार हो नि त। आइतबार अब शनिबार चाहिँ कुनै कुनै कम्पनी चाहिँ चल्छ, तर आइतबार चाहिँ प्राय कम्पनी चल्दैन क्या। अब यता मान्छेहरू शनिबार त कोही हिँड्दैन क्या गाइज, कोरियनहरू पनि कोही हिँड्दैन। हिँडे नि एक दुईजना फाटा फिट्टा कहाँ पुरै जङ्गलै छ क्या। यहाँ त यस्तो जङ्गल छ नि, यस्तो जङ्गल छ गाइज होइन। अब सुनसान हो क्या, रुखहरू सब चिप्रिक्का देखाउँछ है त म हजुरहरूलाई। रुखहरू त यस्तो अब नेपालमा खासै त्यस्तो हुँदैन थियो क्या। यहाँको त रुखहरू पनि ल हेर्नुहोस् है, आमाम त्यो पछाडिको रुख हेर्नु न, पछाडिको ल पुरै त्यो क्या, पुरै त्यो आगो लगाइदियो भने त आगै लाग्ने खालको देख्छ क्या। तर पछि यो रुख होइन, त्यो जुन पछि गएर रातै फुल्छ त, यस्तो यही फुल हो क्या। त्यो यस्तो बबाल फुल्छ गाइज पछि गएर। अब काठमाडौँको चाहिँ एकान्त कुरा के भन्छ, एकान्त कुनातिर चाहिँ यो फुल यस्तै खालको, यही त सेम होइन, यस्तै खालको फुल चाहिँ सेम फुल्छ। तर यहाँ पनि फुल्छ, तर अहिले हेर्नु न, अहिले त आम्मा यस्तो छ, अब मरेकै जत्तिको छ क्या। ल हेर्नु त, ए पुरै छैन त, मरेकै जत्तिको। अब त यो त मरिसक्यो होला भन्ने हुन्छ, तर चाहिँ पछि फुल्छ। ल यो मेरो कम्पनी हेर्नुहोस् है, यो छ अब कम्पनीको भिडियो। यो चाहिँ हाम्रो कम्पनी हो क्या, यति छ। ल हेर्नुहोस् यहाँ हात चिसोले यस्तो रातो, आम्मामाम यहाँ हेर्नुहोस् है, ल चिसोले क्या, चिसोले। त्यही पनि के गर्नु गाए चाहिँ यार, अब कहिले काहीँ भ्लग बनाइँदैन, कहिले काहीँ बनाइन्छ, यस्तो पाराले त के। ल हेर्नु यहाँको माल ब्ल्याक ट्रक चाहिँ यो कम्पनीको नेपालमा हुन्छ नि होइन, यो हुन्छ नेपालमा नि यस्तो हुन्छ। ल हेर्नुहोस् यो चाहिँ ट्रक रहेको छ, पुरा छ क्या, जङ्गलै छ क्या गाइज, जङ्गल छ जङ्गल। तपाईँहरू नि पर्सि यदि कोरिया आउनुभयो भने चाहिँ यस्तै ठाउँमा आएर चाहिँ ड्याङ्का ड्याङ काम गर्ने हो। अहिले त अब नेपालमा हुँदा त बबाल ठाउँमा जान्छु, यस्तो मजाले काम गर्छु भन्नुहुन्छ, पर्सि रुमको रुमी बाहिर निस्क्यो भने चिसोले हात हेर्नु न, आम्मा पुरै रातो क्या। यत्तिकै बस्यो भने धेर चाहिँ भन्दिनँ, लगभग 2 घन्टा यत्तिकै टी सर्ट अनि यो पातलो हुरी लाएर बाहिर बस्ने भने चाहिँ 2 घन्टा बस्यो भने मान्छे सिद्धिन्छ यार कसम। अझ आजको त तापक्रम केही अलिकति तातै जस्तो छ क्या। त्यहाँ पढा चाहिँ चरायो, त्यो तातै छ क्या आजको चाहिँ, उडेर गयो। अनि घाम पनि हेर्नु न यस्तो मधुर हो क्या। तर यहाँ नेपालको जस्तो घामै लाग्यो नि मतलबै नहुँदो रहेछ क्या। यस्तो चिसो हावा बग्ने, सायद समुद्र भरा हो कि होइन। त्यही पनि के गर्नु यार, बाँचुन्जेल मान्छे के गर्नुपर्छ यार। थेट अब हेर्नु बिचरा रुख हेर्नु यहाँ, ल पुरै सुकेकै जस्तो देखिँदैन त। ल हेर्नु त यहाँ, आम्मा यही रुख हो क्या। यो रुख चाहिँ पर्सि गएर यस्तो बबाल फुल फुल्छ। त्यो पर्सि गएपछि म यसको नि भ्लग बनाउँला। तपाईँहरूले सब्सक्राइब गरिदिनु गाइज यार, सपोर्ट गरिदिनु, एक सब्सक्राइब गरिदिनु क्या। भिडियो कसम जो हेर्न आउनुहुन्छ यति सपोर्ट गर्नु त, सबैलाई ड्याङ्का ड्याङ तपाईँले सकेसम्म सेयर गरिदिनु क्या। आउनुहुन्छ या आउनुहुन्न, कहिले काहीँ त है कसैले हेपेको देख्दा त कसम गाइज यार यस्तो भ्लग बनाएर देखाउन मन लाग्छ है। भन्छन् क्या यत्रो वर्ष भ्लग बनाएर त मुजीले खुत्याइस् भनेर भन्ने मान्छेहरू पनि छन् क्या। ल हेर्नुहोस् है रुख, आम्मा यार यस्तो सुकेकै देख्छ यार। पर्सि यस्तो बबाल फुल फुल्छ नि गाइज, यही रुख हो क्या। पर्सि दामी फुल फुल्ने। त्यतातिर हेर्नुहोस् सब यस्तै छ क्या। यो छ त, यो त तपाईँको रोपेको हो क्या, यत्तिकै ठुलोमा। यो सानैदेखि यहाँ थियो भन्ने चाहिँ होइन, यो चाहिँ यत्तिकै ल्याएर क्या, यत्रो ल्याएर यहाँ खालको चाहिँ खप्लक्का खनेर ल्याएर रोपेको रुख हो क्या यो रुख हेर्नुहोस् है, यो रुख चाहिँ ल्याएर रोपेको हो।
रोपेको रुख यत्रै है यत्रै अब पछि होइन यत्रै ल्याएर रोपेको रुख हो क्या। अब नेपालमा चाहिँ हाम्रोतिर बिरुवा लाउँछन् यहाँ चाहिँ ल्याएरै रोप्दा रहेछन् क्या ड्याङ्का ड्याङ सब यो छेउछेउमा। अब हाम्रोमा त यत्रो रुख त नेपालमा त रोप्दैन नि त यो रुख चाहिँ रोपेको ल यत्रै ड्याङ्गै ल्याएर। सो बवाल छ है अहिले त अब यो रुख त चिप्रिकै भएको छ पर्सि गएर चाहिँ बवाल हुन्छ आम्बो ल हात त मेरो आइस हुन लागिसक्यो यार हेर्नु त रगत त चिसो क्या कोरियाको त गाई। त्यही भएर तपाईँहरू पनि यदि नेपालबाट चाहिँ कोरिया आउँदै हुनुहुन्छ भने चाहिँ लुगाहरू चाहिँ बब्बाल बब्बाल ल्याउनु है बब्बाल बब्बाल तातो अलि हावा नछिर्ने खालको 5 वर्षसम्म चाहिँ थाम्ने खालको लुगा लिएर आउनु क्या। यहाँ त लास्टै चिसो छ यार थेट सोचेको भन्दा नि ओभरै चिसो हो क्या। अब त्यो अलि चिसो भयो त नि घाम लागे पनि यस्तो चिसो हुन्छ यार म त अस्ति त टाउको दुखेर यस्तो ज्वरै फुटाएको क्या चिसोले टाउको दुखेर रुगा खोकी लागेर। अब यहाँ फेरि नेपालको जस्तो हुँदैन सुतिराखौँ सुतेर बस्छु भन्न नि पाउँदैन क्या। यहाँ त फेरि काममा गइहाल्नुपर्छ। ल हेर्नुहोस् है यो सल्लाह नि रोपेको है यत्रोमै ल्याएर रोपेको क्या यो हेर्नु न यहाँ यत्रै फुत्ता ल्याउँदो रहेछ डोजार जस्तो डोजार फिक्स डोजार चाहिँ होइन डोजार जस्तै त्यो पर्ला हाम्रो कम्पनीमा चाहिँ छैन पराको कम्पनीमा चाहिँ छ क्या डोजार जस्तै ल्याएर घ्याप्पै उयो गर्दो रहेछ क्या घ्याप्पै ल्याएर हालिदिएर भस्टाइहाल्दो रहेछ। सो सबैजनाले प्लिज सबैजनालाई म रिक्वेस्ट गर्छु सबैजनालाई हेल्प माग्छु जति पनि जना आउनुहुन्छ होइन सेयर गरिदिनु क्या ड्याङ्का ड्याङ हानिदिनु त गाई कसम यारमा कोरियाको 1 वर्ष भइसक्यो यार नेपाल फर्किने बेला त दामी भ्लगर बनेर फर्किन्छु भनेर यो चाहिँ मैले ठुलो ड्रिम बोकेर ल्याएको थिएँ क्या ठुलो सपना बोकेर ल्याएको। अहिले यस्तो त अहिले त कहिले काहीँ आफैलाई रिग्रेट फिल लाग्छ क्या होइन अब त्यत्रो सपना देखेर आइयो नि त अरू नभने नि अब 5 वर्षसम्म मेहनत चाहिँ गर्छु भिडियो चाहिँ बनाउँछु अब मेहनतले सक्सेस भयो भने भयो भएन भने त अब के गर्ने र होइन अब भिडियो नबनाइ भाइरल हुन्छु भन्ने सपना देख्यो भने त त्यो त असम्भवै हो होइन। अब भिडियो बनाएर आफूले मेहनत गरेर नि भन भने त अब के गर्नु र आफ्नो प्रफिट चाहिँ दिनु पऱ्यो तर अब भ्लग नि अब बबाल बबाल ल्याउनलाई त्यस्तो वातावरणै छैन क्या गाइस। अब यो देखाउने भन्दा अरू वातावरण छँदै छैन क्या अब यही देखायो यता घुम्यो वरिपरि होइन। अब हाम्रो यहाँ कोरियामा त अब त्यस्तो स्पेसल अब भनौँ न जस्तै नाक्सी जाने ठाउँहरू पनि छैन क्या यता त पुरै जङ्गलमै हो क्या। अलि अब त्यस्तै हुन्छ नि समुद्रहरू छेउमै नाक्सीहरू छेउमै भएर ड्याङ्का ड्याङ हान्न पाएँ भ्लग बनाउन पाए पो मजा हुन्थ्यो। आमामा म त यार गाई यस्तो कसम मासाला यार फेसहरू पुरै रातो हात हेर्नु न ल हेर्नु त्यहाँ हात रगत जमे जत्तिकै बनाइदियो यार यस्तो चिसो छ क्या बाहिर तर पनि होस् यार चिसो भए पनि होस् मासाला। अब त म भ्लग बनाउन छाड्दिनँ क्या कसम अरू बेला नभए नि शनिबार र आइतबार चाहिँ मेरो भ्लग डेली हेरिदिनु होला है सबैजनाले हेरिदिनु होला अनि हेर्न आएको साथीहरूलाई चाहिँ फुल सपोर्ट दिनु होला क्या कमेन्ट हानिदिनु होला लाइक हानिदिनु होला होइन फुल सपोर्ट दिनु होला। अब के भन्ने है अब जबरजस्ती भन्न त नमिल्ने हो होइन अब यो लाइक कमेन्ट अनि सेयर सब्सक्राइब भनेको त आफ्नो इच्छा अनुसार हो नि त अब आफूलाई मन लाग्यो भने गरिने हो नलागे नगर्ने हो नि त। अब त्यही पनि कहिले काहीँ त भन्नै बाध्य बनाउँछ क्या साथीहरू यार कसम यार मासाला होइन कहिले काहीँ त अब कस्तो बाध्यै हुन्छ क्या अब त्यो कसैले हेपेको देख्दा यो खुट्टा तान्नेहरूले यताउता गरेको देख्दा त कसम क्या भन्नै मन लाग्छ क्या। अब भन्ने कुरा त होइन अब मन लागे गर्छन् नलागे नगर्ने हो नि त आफ्नो इच्छा अनुसार हो नि त। अब आफूले भिडियोहरू पनि त्यस्तै बबाल दिनु पर्यो राम्रो दिनु पर्यो त्यो दियो भने पो सबैले सब्सक्राइब त गर्नु भइहाल्छ नि तर पनि यार कहिले काहीँ त कसम यार रिसै उठ्छ क्या। ल हेर्नुहोस् है म कस्तो ठाउँमा बस्छु कोरियामा हाम्रो कम्पनी कस्तो छ ल हेर्नुहोस् पुरै आम्मामा दाउराहरू क्या रुखहरू हेर्नु यहाँ जङ्गल पर्सि कस्तो बवाल हुन्छ अहिले चाहिँ यस्तो देख्छ गाइज। सो आज चाहिँ मैले भ्लग यति नै बनाएँ है अझै पनि रिक्वेस्ट गर्छु यदि साँच्चीकै नयाँ
मान्छे चाहिँ मेरो भ्लगमा आउनु भएको छ भने सब्सक्राइब हानिदिनु होला, लाइक गर्न मन लाग्छ भने गरिदिनु होला भन्दा नि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है, रिक्वेस्ट गर्छु प्लिज। अनि अर्को हेल्प चाहिँ के माग्छु भने यदि हेरिरहेको पुरानो साथीहरू हुनुहुन्छ भने यसो सेयर यताउता हानिदिने होइन। अब नेपालमै भएको मान्छेहरूलाई भ्लगिङ हेर्ने युट्युब चलाउने मान्छेहरूलाई यसो सेयर हानेर सब्सक्राइब गरिदिए यति जाबोको गरी खाओस् भनेर चाहिँ सब्सक्राइब हान्न लगाइदिनु होला होइन। सो रिक्वेस्ट गर्न चाहन्छु, यति रिक्वेस्ट मानिदिनु होला प्लिज मेरो प्यारो साथीहरू होइन। अब अर्को आइडी त दामी नै भएको थियो त्यो बेला, अर्को आइडीमा अब त्यस्तै समस्या पऱ्यो गाइज होइन। अब मेहनत त त्यसमा नि मैले बाबाले गरेर पुऱ्याएको थिएँ। अब यो आइडी त ठिकै छ, अब 10 भ्युज गए नि खुसी हुनु नै पर्यो, 20 भ्युज गए नि खुसी हुनु नै पर्यो। जति भ्युज गए पनि मेरो हेर्ने सब्सक्राइबरहरूलाई मिठो माया छ, मिठो सम्झना छ, साथ सपोर्ट सधैँ यसरी हेर्नुभयो भने हेरेर साथ सपोर्ट दिनु होला। अब भिडियो कस्तो लाग्यो यसो सजेस्ट गरिदिनु होला है। अब खासै यो भिडियो त हजुरलाई मन त के पर्ने हो र, अब यो यस्तै बोल्दै गोड्दै हिँडेको होइन, त्यही पनि रिक्वेस्ट गर्छु। सो अर्को कुरा भनेको आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, राम्रोसँग पढ्दै हुनुहुन्छ भने मस्तसँग पढ्नुहोस्, पढ्नै भएको छैन भने नि केही छैन, आफ्नो जे छ त्यसमै खुसी भएर अघि बढ्दै लाइफ राम्रोसँग चलाम भन्दै स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, साथ सपोर्ट दिनु होला है गाइस। बाई बाई।